हेलो गाइस, आज चाहिँ म एउटा लन अफ स्टार्ट गर्छु अनि त्यसपछि खेल्न थाल्छु। सुरुमा चाहिँ म इन्भेटर खोज्छु अनि त्यसपछि मैले सुरुको ठाउँ चाहिँ तपाईहरुलाई कसरी बनाएको देखाएको छैन किनभने त्यो अलिक नराम्रो भएको छ। त्यही भएर हेर्नुहोस्। सबैभन्दा पहिला मैले अलिअलि मोमेन्ट देखाएँ। अगाडि पनि फेरि मेरो लागि खत्री आज प्लेयर छ। तपाईहरु एकछिन इन्जोय गर्नुहोस्। यो राउन्ड चाहिँ मैले तपाईहरुलाई देखाइन, अगाडि नै भनिरहेको थिएँ किनभने यो राउन्ड चाहिँ एकदमै नराम्रो गएको थियो। त्यसैले मैले सोचेको पनि थिइनँ मैले यस्तो दामी वान ट्याप चाहिँ खासै दामी चाहिँ छैन। त्यही पनि तपाईहरुले सपोर्ट ल यस्तो हेडसट खाए तिनी नेट नचलेको बेला झुक्कलमा भनेर कोही मान्छेले भन्नुहुन्छ होला, तर झुक्कल होइन। एकछिनमा फेरि यस्तै क्लच गरेको छु, त्यो पनि देखाउँछु म। मैले सोचेको पनि थिइनँ मैले यो राउन्ड हार्छु भनेर। मलाई लाग्थ्यो मैले यो राउन्ड जित्छु जस्तो, तर मैले यो राउन्ड हारेँ। लगातार म योसँग 4 राउन्ड हार्छु अब। तर यसले मलाई चाहिँ मार्दिहाल्छ। मैले मेरो मार्दियो। मैले लगातार योसँग 4 राउन्ड हार्छु अब किनभने म नो मैले पनि आजदेखि युट्युब च्यानल खोलेको छु। तपाईहरु सबैजनाले यसलाई सब्स्क्राइब गरिदिनु होला। यो राउन्ड नि मैले ठाउँमै गोली भुटेरै भए पनि मलाई हान्छ यो ताल। तर मैले एक गोली खेल्दैछु। तपाईहरुले त्यो त हेर्न सक्नु नै हुन्छ। यो 2 गोली भुटेरै मार्दियो मलाई। फेभरेट शट सोचेको पनि थिइनँ मैले फेभरेट मेरो शट हार्छु भन्ने। 2 राउन्डै हार्छु यार म योसँग। फेभरेट शट मलाई चाहिँ यो MP90 धेरै दामी लाग्छ। मैले चाहिँ हल्का मोमेन्ट देखाउँदै गइरहेको थिएँ तर मलाई यसले मार्दिन्छ। मोमेन्ट देखाउँदै चाहिँ हैन, अलिक अगाडि गएर मार्दिन्छ मलाई। अगाडि छ माथि चढिसक्यो त्यो। अब मलाई यसले कसरी हान्छ। यत्रो मोमेन्ट देखाइरहेको छु र पनि हान्दैछ मलाई। अब चाहिँ यसले मलाई मार्दिहाल्छ। म चाहिँ यसले बम फ्याँकेर मलाई यसले वाल कसरी फुटाउँछ माथि भएर पनि। हेर्नु है माथि छ त्यो माथि म वाल फुटाइदिरहेछ। माथि गइरहेछ भर्खरै माथि अघिदेखि हुन त माथि नै छ।
यसले फेरि मलाई मार्छ। लु मारिदियो तपाईँहरूले। अब हान्छु म पनि कमब्याक भनेर सोचिरहेको थिएँ, तर मलाई थाहा थिएन यसले यो राउन्ड पनि मार्छ। अगाडिको प्लेयर पनि ठिकठाक नै आएको थियो, यो राउन्ड नि यसले हान्छ। अब म हान्छु कमब्याक केलाई भनिन्छ अब म देखाउँछु भनेर मैले अब कमब्याक त हान्ने हो होइन केटा हो। अब हेर्नुहोस् केटा हो, अब म कसरी कमब्याक भन्छु। बढी नै टक्काइदिन्छु। तपाईँहरूलाई लागिरहेको नि होइन होला यसले यत्तिकै लस गर्छ जस्तो चाहिँ लाग्दैन भनेर लागिरहेको होला, तर मैले यसलाई बढी भए पनि हान्छु। सरी गाइस, बढी भनेको अर्को ताल चाहिँ रहेछ, यो ताल चाहिँ मैले बढी गरिदिन्छु त्यसलाई। अरे एक गोली डैन, अब एक गोली डैन, अब एक गोली। त्यसले मलाई अहिलेसम्म चाहिँ अब एक गोली मैले, तर त्यसले 3-4 गोली यसमै हो। यो ताल म अब लिन्छु मेरो फेभरेट सर्टगन अनि वुड पिकर। यो अर्को सर्टगन लिऊँ हो, अर्को लिनु ए होइन तर मेरै लिन्छु म। ला यो राउन्ड यसले हान्छ कि मैले हान्छु, मलाई त डर लागिरहेको छ। मैले बम फ्याँक्थेँ तर त्यो यता आइसकेछ। अगाडि जाम त रस गरौँ, होस् यति बस्छु जानुपर्छ जस्तो छ रस गर्न। जेसुकै होस् म जान्छु भनेर म चाहिँ हिँडेँ। यसले मलाई हान्छ जस्तो लाग्दैन। सँग M590 ओइ कस्तो दामी एउटा हाने यार लास्टमा आएर। यदि तपाईँहरूलाई भिडियो मन पर्यो भने लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। धन्यवाद।